बायोटेक्नोलोजीका पिता भनेर कसलाई चिनिन्छ? क्यारोली एरिके। स्पेलिङ रहेको छ KAROLYEREKY। क्यारोली एरेकेलाई बायोटेक्नोलोजीका पिता भनेर चिनिन्छ। मानव शरीरमा कतिवटा हाड रहेका हुन्छन्? 206। सौर्यमण्डलमा सबैभन्दा ठुलो उपग्रह कुन हो? ग्यानिमेड। रासायनिक मलमा पाइने तत्त्व कुन हो? पोटासियम नाइट्रेट। यसको मोलिक्युलर फर्मुला KNO3 हो। एटमिक थ्योरी कसले प्रतिपादन गरेका हुन्? जोन डाल्टन। नाइलनको अर्को नाउँ पोलिएमाइड हो। बिरुवाको अध्ययनलाई के भनिन्छ? फाइटोलोजी। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति दिन लाग्छ? 27। कुनै वस्तुलाई उमालेर त्यसमा पाइने सबै जीवाणु नष्ट गर्ने प्रक्रियालाई के भनिन्छ? पाश्चराइजेसन। विश्व विज्ञान दिवस कहिले मनाइन्छ? 10 नोभेम्बर। नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन हो? IBM। फादर अफ केमिस्ट्री भनेर कसलाई चिनिन्छ? रोबर्ट बोयल। स्पेलिङ रहेको छ ROBERT BOYLE। ATM को पूर्ण रूप के हो? अटोमेटेड टेलर्स मेसिन। मार्स ग्यासको अणुसूत्र के हो? CH4। मिथेन।